आधी यतातिर चाहिँ लगाइसक्यो अब यता चाहिँ लगाउनु हुँदैछ क्या मर्सा साग पकाइछि दाल पकाइछि साथीहरु हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ पुरै बोनलेस मासु हुन्छ है साथीहरु पुरै बोनलेस नमस्ते राम गोड लागेछु स्वागत छ तपाईहरुलाई आजको नयाँ भिडियोमा अनि गाइज मैले तपाईहरुलाई हिजो मेरो घरमा कलर लाग्दैछ भन्दै थिएँ आज चाहिँ लागिसकेको छैन आधी यतातिर चाहिँ लागिसक्यो अब यता चाहिँ लगाउनु हुँदैछ क्या अनि गाइज अनि ढलाई भन्दै थिएँ नि ढलाई पनि भइसक्यो तल अब यो चाहिँ फिनिसिङ अझै हुन बाँकी नै छ यो चाहिँ भर्खर भनौँ न आधी टच चाहिँ भएको छ फुल टच चाहिँ हुन बाँकी नै छ नि दिदी मस्त अब मस्त घरमा पनि कलर लाग्दैछ बैशाख पनि आइसक्यो अनि साथीहरु अचार पनि बन्दैछ ल छिटो छिटो के भन्छ हाम्रो ठाउँ पनि एकदम राम्रो छ हो नि त मम्मी चाहिँ हेर्नु नै यहाँ सब्जी पकाउनु हुँदैछ मम्मी तपाईँ कुन सब्जी पकाउनु हुँदैछ यसरी यहाँ पुरा हरियो परियो मर्सा साग पकाइछि दाल पकाइछि साथी सब खाइले यहाँ त साथ छौँ न आउनु है त तपाईँहरू पनि खानालाई क्या टेस्टी सब्जी छ हेर्नु न वाउ अनि गाई चाहिँ आज चाहिँ मासुको अचार बन्दैछ नि त नि त्यो पनि हो अब मासुको अचार चाहिँ एकछिनमा बन्छ पहिले यो काम सकियोस् न त हुन त आयो सकिहाल्छ तल पनि कलर लाग्यो भने कस्तो राम्रो देखिन्छ व्हाइट कलर होइन गाई व्हाइट कलर मात्रै लगाउँदा पनि हाम्रो घर राम्रै देखिन्छ होला हेर्नुहोस् त व्हाइट कलरमा मात्र ग्लो हुन्छ नि त गाई गाइज हाम्रो चाहिँ रातिदेखि नेटै चलेको छैन क्या हेर्नु नै कस्तो नेटै चलेको छैन क्या उता हिजो चाहिँ एउटा अङ्कलले के भन्छ उता रुख काट्नु हुँदै थियो नि त अनि रुख काट्दै थियो अरे मेरो वाइफाईको तारमै लागेछ भरे वाइफाई नै चल्दै छैन अनि गाइज भर्खर फोन आएको थियो वाइफाईवालाको ठिकै छ अब आउनु हुँदैछ आयो भने अनि बल्ल बल्ल वाइफाई चलाउनु पाइन्छ क्या गाइज भात पनि रेडी भइसक्यो त भुटीमा आम होइन अब यो ब्याकग्राउन्ड चाहिँ इग्नोर ब्याकग्राउन्ड चाहिँ इग्नोर गाइज हामी आफ्नै त घर के हुन्छ के हुँदैन होइन हामी त्यस्तो फोरी पनि छैनौँ ल सब्जी हालौँ जल्दी फर्स्ट टाइम क्या मेरो दिदीले फर्स्ट टाइम मलाई पस्किदिँदैछ है गाइज फर्स्ट टाइम अहिलेसम्म कहिले पनि पस्किदिएको थिएन भन्नु मिल्छ कि मिल्दैन अहिले लाज शरम नै छ लाज शरम के बोलेको किचप के लाज छ मर्सा साग एकरो कलको नि मर्सा साग न भुना खाएको लटिङ एकजन तल एकजन माथि अनि अब जस्तो आज त पुरा अर्ग्यानिक फिलिङ आउँदैछ नि हामीलाई यस्तो सब्जी भात खानु पर्छ देख्न त कालको तोरा खाइबला नै आइन्देल पापलको त अनि कुन छेलो हातेलको गाइस म चाहिँ बाइकको सिटमा राखेर भात खाँदैछु क्या को खान्छ यसरी हामी खान्छौँ टमाटरको चटनी अनि तरल भात वाह अनि ब्राउन चिप्स गाइज नेटवाला पनि आउनुभयो त होल्डिङको सर्भिस चाहिँ फास्ट छ है त गाइज हेर्नु न आउनुभयो होइन हाम्रो चाहिँ हिजो यही रुख झरेको थियो उता हेर्न सक्नुहुन्छ तार पुरै तल भइसकेको छ क्या अनि आज चाहिँ त्यही तार चेन्ज गर्नुपर्छ होला अब कति पैसा लाग्छ है टेन्सन पैसा नभएको बेला गाई जस्तै हुन्छ क्या केही न केही समस्या आइहाल्छ ठिकै छ तर वर्लिङको सर्भिस फास्ट छ मलाई चाहिँ राम्रो लाग्यो है त जे भयो नि नेट पनि ठिकै छ अरू नेटभन्दा चाहिँ वर्लिङको नेट मलाई चाहिँ राम्रो लाग्छ है त होइन अनि तपाईँहरूको घरमा चाहिँ कुनवाला नेट छ भन्नाले कुन कम्पनीको नेट छ क्या कमेन्ट गर्नु है त म चाहिँ भात खाँदै यता भिडियो बनाउन आएँ म गएको भात खान दाइहरू काम गर्नुहुन्छ उनीहरूलाई गर्न दिनु म चाहिँ यता भात खान्छु ओहो मेरो भात गाइज मन चाहिँ भात पनि खाइसक्यो त सकाइसक्यो तार्केकै घरबी लुगा सुहाएर फ्याँक्लो आज चाहिँ लुगा सुहाइ तारे यही तारमा न तर काम पनि नै छ नि त यही तारके अब कोही घर देख्नु कत्रो बर्का तार लगाएको छ यार बारी फेरि घाटा लाग्यो चप तारै चेन्ज गरेर भर्खर जोड्ने छु कता 3-4 त महिना नै भेल्छ 2-3 महिना मात्रै भेल्छ होला देख साथ चाहिँ म त मकै रोप्छु एनबी मकै रोप्छु यहाँ पोल छैन नि त साथीहरू त्यहीबाट जुगाडी बाँस लगाएर त्यसरी माथि त्यहाँ तार छिराइदिएको अनि तल यहाँ बाँस गाडिदिएको क्या यहाँ पोल छैन नि त त्यहाँ छ क्या
उता छ रोड, त्यहाँ छ रोड अनि त्यहाँ छ पोल, त्यहाँदेखि चाहिँ तार यहाँ ल्याउने अनि यहाँदेखि चाहिँ यहाँ ल्याउने क्या। कुनै पनि नेटवाला थिएँ यहाँ नेट ल्याइदिएन तर वर्ल्डिङले चाहिँ ल्याइदियो क्या। फाइनली गाइज वाइफाई चाहिँ फेरि चल्छ है त। अब तार पनि जोडिसक्नु भयो, त फिटिङ गर्नु हुँदैछ गाइज। फाइनली चाहिँ नेट चल्यो होइन, बल्ल ठिक लाग्दैछ क्या। नेट नभएपछि चाहिँ जिन्दगी खै कस्तो कस्तो लाग्दो रहेछ क्या। यस्तो त हाम्रो चाहिँ अर्डरहरू प्रायः टिकटकबाट आउँछ अनि वाट्सएपबाट आइरहेको छ क्या। त्यही कारणले चाहिँ हामीले चाहिँ नेट जरुरी हुन्छ। राति वाइफाई के भन्छ गएर मैले डाटा टानेको थिएँ। हाम्रो के भन्छ यस्तै वरिपरि हेर्नु नपरे यस्तो छ घारी नै पनि नेट चल्दैन क्या। अनि थ्याङ्क यू होइन वर्ल्डिङलाई हाम्रो नेट छिटै जोडिदिनु भएको, अथि रिपेयर गरिदिनु भएकोमा। अनि अब चाहिँ ढाई भिडियो अपलोड गर्छु सब टिकटकमा। तपाईँहरू पनि टिकटकमा फलो गर्नुभएको छ भने हेर्नु है त मेरो भिडियोहरू, लाइक गर्नु। अनि युट्युबमा चाहिँ हेर्नु हुँदैछ भने सब्सक्राइब गर्नु है त गाइज। आज चाहिँ अचार पनि बन्दैछ अनि दिदीले चाहिँ मासु ल्याउनु भयो होला। ल्याउनु भयो मासु छैन? ए हरियो परियो साग देखेको कता मुन्गा हिँड्नु देखेको त्यो मुन्गाना आउमा कहीँ छ थाहा नै छ। चल्न त लजाम मासु साइजमा। यो चाहिँ के हो यत्रो? के हो यो? भात छ नि त। चल बोक बोक चल गाइज। आज फेरि अचार बन्दैछ गाइज। हाम्रो चाहिँ चपचप अचारै बन्छ। राख मम्मी चाहिँ खोर्सानी केलाउनु हुँदैछ यहीँ, खोर्सानीको डक्ला। गाइस हाम्रो चाहिँ हेर्नु यहाँ के भन्छ लसुन काट्दैछ। अनि त्यसपछि आज चाहिँ हाम्रो नयाँ घर हेर्नु टिलिकटल घर कस्तो टिलिक्क टल्किँदैछ घर। अनि घर छोडेर म पनि टल्किँदैछु होइन। अनि साथीहरू हेर्नु हाम्रो चाहिँ ढलाइ भएर कस्तो ठाउँ पनि सफा देखिँदैछ गाइज। अब हाम्रो अझै यसमा अझै सफा हुन बाँकी छ होइन। साथीहरू हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ पुरै बोनलेस मासु हुन्छ है साथीहरू, पुरै बोनलेस हुन्छ। अनि त्यसपछि यहाँ चाहिँ चलाउँदैछु हेर्नु है साथीहरू। सानो पिस हुँदैन है हाम्रो चाहिँ, पिस चाहिँ ठुलो हुन्छ है साथीहरू। ठुलो पिस हुन्छ साथीहरू। अनि ल साथीहरू हाम्रो चाहिँ फ्रेस मासुको अचार बन्दैछ होइन। अनि तपाईँहरू कसैलाई चाहियो भने अर्डर गर्नु होला। कुरियरको लागि चाहिँ यसरी प्याकिङ हुन्छ है त साथीहरू होइन। कुरियर यसरी हामी आफै टेप लगाएर यसरी मजाले प्याकिङ गर्छौँ। अनि त्यसपछि यसमा चाहिँ नम्बर अनि त्यसपछि एड्रेसहरू हुन्छ। तपाईँहरू पनि टाढादेखि हेर्नु हुँदैछ भने हाम्रो थारुको अचार चाहिन्छ भने हामी चाहिँ कुरियरमा हालिदिन्छौँ है त। हामी चाहिँ यसरी गर्छौँ। अनि नजिकको हामी जान सक्ने ठाउँमा चाहिँ प्रायः जस्तो आफै जान्छौँ। अनि यसरी दिदीले चाहिँ आफै प्याकेजिङ गर्नुहुन्छ है त। सो गाइज म चाहिँ अहिले दोकानमा छु अनि म चाहिँ यहाँ मोबाइल फिट गर्दै थिएँ। यो मोबाइल चाहिँ फिट पनि भइसक्यो होइन गाइज। अनि त्यसपछि आजको भ्लग चाहिँ यति नै। तपाईँहरूलाई कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक गरिदिनु। अनि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु। फेरि भेट्नुपर्छ नेक्स्ट भ्लगमा। भोलि चाहिँ वैशाख 1 गते है त 2083। अनि त्यसपछि वैशाख 1। ह्याप्पी न्यु इयर सबैलाई। बाई बाई।